हेलो, नमस्ते, कोनिचिवा मिनासान। आजको यो भिडियोमा हामी JLPT N3 का 1000 प्लस मिनिङहरूमध्ये पार्ट 6 अन्तर्गत 501 देखि 600 नम्बरसम्मका मिनिङहरू हेर्नेछौँ। योभन्दा अगाडिका 5 वटा पार्टमा 500 वटा मिनिङहरू हामीले हेरिसकेका छौँ र बाँकी रहेका मिनिङ त्यस्तै मक टेस्ट र ग्रामरका भिडियोहरूको लागि च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ। त्यस्तै JLPT N3 को तयारी गर्दै गर्नुभएका साथीहरूलाई भिडियो सेयर गर्न सक्नुहुनेछ। ल आज हामी 501 देखि मिनिङहरू सुरु गर्नेछौँ। ल 501 मा छ सान्चो खान भनेको अक्सिजन क्यान। आपतकालमा हिमाल अथवा पहाड चढ्दाखेरि प्रयोग गर्ने अक्सिजन भएको क्यानलाई सान्चो खान भनिन्छ। 502 मा छ तोजान भनेको हिमाल चढ्ने कामलाई तोजान भनिन्छ। त्यस्तै 503 मा छ हितोरी गुराँसी भनेको एक्लै बस्ने परिवार अथवा साथीहरू बिनै आफू एक्लै बस्ने छ भने त्यस्तो जीवनलाई चाहिँ हितोरी गुराँसी भनिन्छ। 504 मा छ ओयोगिमास भनेको पौडिनु अथवा स्विमिङ गर्नु। यो पानीकै खान्जी छ अगाडि ओयोगिमास भनेर हेर्दाखेरि। त्यस्तै 505 मा छ सिकेन भनेको परीक्षा अथवा एक्जाम। यो पनि हामीले N5 देखि नै पढ्दै आएको मिनिङ हो। मैले यसलाई खान्जीको लागि राखेको छु। त्यसै 506 मा छ सेइनौ भनेको क्षमता अथवा पर्फर्मेन्स। यसको नै खान्जी हेरौँ। 507 मा छ सासिमी भनेको जापानिज स्टाइलको खाना हो। यो चाहिँ काँचो माछा राखेर बनाएको हुन्छ। त्यसै 508 मा छ खाँचीमास भनेको जित्नु। 509 मा छ जेम्बु भनेको सबै। यो पनि हामीले पहिलेदेखि नै पढ्दै आएको सम्झिरहेको मिनिङ हो, तर मैले यसलाई खान्जीको लागि राखेको छु। खान्जी हेरौँ। त्यसै 510 मा छ केउसी भनेको शिक्षक अथवा टिचर। योलाई पनि हामीले खान्जी विशेष ध्यान दिएर हेर्नुपर्ने हुन्छ। केउसी सेन्से पनि भनिन्छ, तर यो त्यो कामलाई चाहिँ पढाउने काम अथवा टिचिङ पेसालाई चाहिँ केउसी भनेर भनिन्छ। 511 मा छ जुम्बी भनेको तयारी गर्नु, काम सुरु गर्नु अगाडि नै गर्ने तयारीलाई प्रिपरेसनलाई चाहिँ जुम्बी भनिन्छ। 512 मा छ सुकुदाई भनेको होमवर्क अथवा गृह कार्य। 513 मा छ मुखासी भनेको पहिलेका कुराहरू भनेको पहिले भन्दाखेरि चाहिँ मुखासी भनिन्छ। मुखासी बानासी भनेको पहिलेका कुराहरू अथवा पुरानो किंवदन्तीहरू भन्दाखेरि मुखासी बानासी भनेर हामीले पढाएको थियौँ N4 मा पनि। यो अहिले खान्जीको लागि मैले राखेको छु। खान्जीहरू त्यस्तै 514 मा छ ग्यौ भनेको माछा मार्ने काम अथवा फिसिङ इन्डस्ट्रीलाई ग्यौ भनिन्छ। अगाडि साकानाकै खान्जी छ। त्यस्तै 515 मा छ मोरु भनेको राख्नु अथवा सर्भ गर्नु। यो चाहिँ प्लेटमा खाना पस्कनु अथवा पस्कनु भन्नु पर्दाखेरि मोरु भन्ने शब्द प्रयोग हुन्छ। त्यस्तै 516 मा छ नामिदा भनेको आँसु। यो पनि हामीले पहिले नै पढिसकेको मिनिङ हो, तर मैले खान्जीको लागि राखेको छु। त्यस्तै 517 मा छ चुजुके भनेको जारी राख्नु अथवा कन्टिन्यू गर्नु। यो N4 को खान्जी हो। यो N4 को मिनिङ हो, मैले खान्जीको लागि राखेको छु। त्यस्तै 518 मा छ केइजोकु भनेको निरन्तरता। चुजुके भनेको जस्तै केइजोकु भनेको निरन्तरता हो। यो चाहिँ निरन्तर गरिराख्नु भन्दाखेरि केइजोकु भन्ने शब्द प्रयोग हुन्छ। त्यस्तै अर्को छ रेन्जोकु भनेको लगातार भनेको बिचमा केही नरोकिकन लगातार गरिरहनु केही काम गरिरहन्छ भने त्यसलाई रेन्जोकु भनिन्छ। यो माथिको चुजुके भनेको चाहिँ जारी राख्ने रोकिँदै नगरिकन जारी राख्ने कन्टिन्यू गरिरहनेलाई चाहिँ चुजुके भनिन्छ भने
त्यस्तै केइजोकु भनेको चाहिँ निरन्तरता भनेको लामो समयसम्म गरिरहनुलाई चाहिँ निरन्तरता भनिन्छ। त्यस्तै अर्को रेन्जोकु भनेको चाहिँ लगातार भनेको छ, बिचमा नरोकिकन लगातार गरिरहँदा कुनै काम गरिरहन्छ भने त्यसलाई रेन्जोकु भनिन्छ। त्यस्तै अर्को 520 मा छ खान्स्या। खान्स्या भनेको धन्यवाद अथवा कृतज्ञता व्यक्त गर्नु, आभार व्यक्त गर्नु भन्दाखेरि खान्स्या भनिन्छ। 521 मा छ कुयासी। कुयासी भनेको दुःख लाग्ने, हार्दा अथवा केही काम गर्दाखेरि गल्ती भयो भने हामीलाई दुःख लाग्छ, त्यसलाई कुयासी भनिन्छ। 522 मा छ माने सुरु। माने सुरु भनेको नक्कल गर्नु, अरूले गरे जस्तै काम गर्नु अथवा अरूले गरे जस्तै व्यवहार देखाउनलाई चाहिँ माने सुरु भनिन्छ। 523 मा छ क्युनी। क्युनी भनेको चाहिँ अचानक अथवा एक्कासी भन्नुपर्दाखेरि क्युनी भन्ने शब्द प्रयोग हुन्छ। अचानक केही काम भयो भने अथवा केही निर्णय गर्नु पर्यो भने त्यसलाई क्युनी भनिन्छ। एक्कासी भन्दाखेरि हामी नेपालीमा एक्कासी भन्छौँ, त्यसलाई जापानिजमा चाहिँ क्युनी भन्ने शब्द प्रयोग हुन्छ। त्यस्तै 524 मा छ तान्की। तान्की भनेको चाहिँ छिट्टो रिसाउने मान्छेलाई तान्की भनिन्छ। नेपालीमा भन्नुपर्दा त्यही त सन्की भन्ने जस्तो, सन्की स्वभावको, एकदम छिट्टो रिसाइहाल्ने भन्नुपर्यो भने चाहिँ तान्की भन्ने शब्द प्रयोग हुन्छ। त्यस्तै 525 मा छ हिहान। हिहान भनेको चाहिँ आलोचना गर्नु अथवा केही सानो कुरा, नराम्रो कुरा केही भेट्यो भने त्यसलाई औँल्याउनु अथवा देखाउनु भन्ने जस्तोलाई चाहिँ हामी हिहान भनिन्छ, आलोचना गर्नु। त्यस्तै 526 मा छ तामानी। तामानी भनेको चाहिँ कहिलेकाहीँ, तामाने के खान्छी छ, प्याजकै खान्छी छ तामानी। यो चाहिँ कहिलेकाहीँ मात्र भन्दाखेरि चाहिँ तामानी भन्ने शब्द प्रयोग हुन्छ। त्यस्तै 527 मा छ दौसा। दौसा भनेको चाहिँ क्रिया अथवा एक्सन, केही काम गर्नु भन्नु पर्दाखेरि चाहिँ दौसा भनिन्छ। त्यस्तै 528 मा छ पौधौ। पौधौ भनेको व्यवहार, काम गर्ने तरिका अथवा आफ्नो व्यवहार, काम गर्ने तरिका भन्नुपर्दा भने चाहिँ कौधौ भनिन्छ, व्यवहारलाई चाहिँ कौधौ भनिन्छ। त्यस्तै 529 मा छ यौक्यु। यौक्यु भनेको माग अथवा डिमान्ड गर्नु। त्यस्तै 530 मा छ दौसी। दौसी भनेको क्रियापद, क्रिया जनाउने भावलाई चाहिँ क्रियापद भनिन्छ। 531 मा छ खादाई। खादाई भनेको चाहिँ कार्य अथवा गर्नुपर्ने समस्या, केही समस्या छ अथवा काम गर्नुपर्ने छ भने त्यसलाई खादाई भनिन्छ, कार्य भनेर भन्नुपर्ने हुन्छ। त्यस्तै 532 मा छ ताइसाकु। ताइसाकु भनेको उपाय, समस्या समाधान गर्ने उपाय, आइडियालाई चाहिँ ताइसाकु भनिन्छ। त्यस्तै 533 मा छ ताइसिते। ताइसिते भनेको सम्बन्धमा, केहीको बारेमा भन्नु पर्यो भने अथवा यो तर्फ भन्नु पर्यो भने त्यो समस्यातर्फ अथवा त्यो कुरातर्फ, त्यो कुराको सम्बन्धमा भन्दाखेरि चाहिँ ताइसिते भनिन्छ। त्यस्तै 534 मा छ चुकियाउ। चुकियाउ भनेको साथ दिनु, सँगै रहनु अथवा सम्बन्ध राख्नु, सम्बन्धमा रहनु, साथ दिनु भन्दाखेरि चाहिँ चुकियाउ भन्ने शब्द हुन्छ। त्यस्तै 535 मा छ दाइतोकोरो। दाइतोकोरो भनेको चाहिँ भान्सा अथवा किचन, किचनलाई दाइतोकोरो भनिन्छ। त्यसै 536 मा छ याजिरुसी। याजिरुसी भनेको चाहिँ तीर चिन्ह, एरोलाई याजिरुसी भनिन्छ। 537 मा छ इमा। इमा भनेको बैठक कोठा, लिभिङ रुम। त्यसै 538 मा छ युखा। युखा भनेको चाहिँ भुइँ अथवा फ्लोर। 539 मा छ मादो। मादो भनेको झ्याल। 540 मा छ हौच्यो। हौच्यो भनेको चाहिँ चक्कु, तरकारी काट्ने चक्कुलाई हौच्यो भनिन्छ। यिनीहरू यो इमा, याजिरुसी, युखा, मादो, हौच्यो भन्दा त भनेर हामीले त मिनिङ यो पहिले N5 N4 मा पढिसकेको हौँ, तर यो मैले खान्जीको लागि राखेको छु। खान्जी पनि इम्पोर्टेन्ट भएकाले गर्दाखेरि खान्जी सम्झिन सजिलो होस् भनेर।
541 मा छ मानाइता। मानाइता भनेको काट्ने बोर्ड, कटिङ बोर्ड, तरकारी अथवा मासु काट्ने बोर्ड हुन्छ, त्यसलाई मानाइता भनिन्छ। यो N5 N4 मै पढिसकेको मिनिङ हो, तर खान्जीको लागि राखेको छ, खान्जी हेरौँ। त्यस्तै 542 मा छ खैरियो। खैरियो भनेको चाहिँ नाप्नु, मेजरिङ गर्नुलाई चाहिँ खैरियो भनिन्छ। त्यस्तै 543 मा छ सुइहाङ्की। सुइहाङ्की भनेको भात पकाउने मेसिन भनेर लेखेको छ, तर यो राइस कुकर भनेर हामीलाई सजिलै बुझ्न सकिन्छ। राइस कुकरलाई चाहिँ सुइहाङ्की भनिन्छ। खान्जी अलि अप्ठ्यारो छ, पनि सम्झिनु पर्ने हुन्छ। त्यस्तै 544 मा छ माझेरु। माझेरु भनेको चाहिँ मिसाउनु, घोल्नु, मिक्स गर्नु भन्दाखेरि चाहिँ माझेरु भनिन्छ। यो N4 मै पढेको मिनिङ हो, तर खान्जीको लागि राखेको छु, खान्जी रिभिजन होस् भनेर। त्यस्तै 545 मा छ उरा खाएछु। उरा खाएछु भनेको चाहिँ उल्टाउनु। यो उरा भनेकै उल्टो हो, पछाडि भन्नुहुन्छ। उरा खाएछु भनेको चाहिँ उल्ट्याउनु भन्ने शब्द हो। त्यस्तै 546 मा छ सौजिकी। सौजिकी भनेको चाहिँ भ्याक्युम। भ्याक्युम क्लिनरलाई सौजिकी भनिन्छ। त्यस्तै 547 मा छ चिरितोरी। चिरितोरी भनेको चाहिँ कुचो उठाउने भनेको छ। यो भनेको चाहिँ फोहोर उठाउने त्यो बोर्ड हुन्छ, अथवा के भन्ने त्यसलाई प्लेट हुन्छ नि, फोहोरहरू जम्मा कुचोले बढाएर अनि डस्टबिनमा हाल्नलाई चाहिँ उठाउने जुन त्यो वस्तु हुन्छ, त्यसलाई चाहिँ चिरितोरी भनिन्छ। फोहोर राख्ने भन्दा नि फोहोर उठाएर डस्टबिनमा हाल्नेलाई चाहिँ चिरितोरी भनिन्छ। त्यस्तै 548 मा छ खागु ओमिगाकु। खागु ओमिगाकु भनेको चाहिँ फर्निचर सफा गर्नु अथवा पुस्नु। हामी फर्निचरलाई त पुस्ने हो, टल्काउने हो, त्यसलाई चाहिँ खागु ओमिगाकु भनिन्छ। मिगाकु भनेको चाहिँ हा ओमिगाकु, दाँत माझ्नु भने जस्तै। खागु ओमिगाकु भनेको चाहिँ फर्निचर पुस्नु, सफा गर्नु भनेर चाहिँ खागु ओमिगाकु भन्ने शब्द प्रयोग हुन्छ। यो अगाडि खागु भनेको फर्निचर भएको, मिगाकु माझ्नु अथवा टल्काउनु, सफा गर्नु। त्यस्तै 549 मा छ नामागोमी। नामागोमी भनेको चाहिँ भिजेको फोहोर। यो चाहिँ नामागोमी भनेको चाहिँ तपाईँको खानाहरू हुन्छ भिजेको, चिसो, जुन जलाउँदाखेरि पनि अलिक टाइम लाग्छ जल्नलाई भन्दाखेरि चाहिँ त्यसलाई नामागोमी भनिन्छ। किचनमा उब्रेको तरकारी भयो, दालहरूको उब्रेको दालहरू, खानाहरू उब्रेको छ भने त्यसलाई नामागोमी भनिन्छ। त्यस्तै 550 मा छ मोइरुगोमी। मोइरुगोमी भनेको जल्ने फोहोर। पाँच सय 51 मा छ मोएनाइगोमी। मोएनाइगोमी भनेको नजल्ने फोहोर। यो चाहिँ टिन अथवा क्यानहरू भयो, अथवा भाँडाकुँडाहरू भयो, अथवा अरू कुनै पनि वस्तुहरू हुन्छ जुन जल्दैन, त्यसलाई चाहिँ मोएनाइगोमी भनिन्छ। त्यस्तै 552 मा छ माक्कुरो। माक्कुरो भनेको एकदमै कालो भन्नुपर्दाखेरि माक्कुरो भनिन्छ। कालो होइन नवराज, कालो छ भने जस्तै माक्कुरो भनिन्छ त्यसलाई चाहिँ। त्यस्तै 553 मा छ सिवा। सिवा भनेको चाहिँ चाउरी पर्नु, रिङ्कल भनिन्छ नि, त्यसलाई चाहिँ सिवा भनिन्छ। मुजा परेको भन्नु पर्दा, चाउरी परेको, चाउरिएको। त्यस्तै 554 मा छ इरोगा ओचिरु। इरोगा ओचिरु भनेको चाहिँ रङ उत्रिनु, रङ उड्नु, फैलिनु भन्दाखेरि चाहिँ इरोगा ओचिरु भनिन्छ। त्यस्तै 555 मा छ ओन्बुसुरु। ओन्बुसुरु भनेको चाहिँ बुई बोकेर हिँड्नु, पछाडि ढाडमा बोकेर हिँड्नु पर्यो भने, नानी अथवा ब्यागहरू बोक्नु पर्यो भने त्यसलाई चाहिँ ओन्बुसुरु भनिन्छ। 556 मा छ गेउगिगाई। गेउगिगाई भनेको चाहिँ राम्रो बानी। त्यस्तै 557 मा छ आमाया खासु। आमाया खासु भनेको चाहिँ बिगार्नु। त्यस्तै 558 मा छ वागामामाना भनेको चाहिँ स्वार्थी, सेल्फिसलाई चाहिँ वागामामाना भनिन्छ। त्यस्तै 559 मा छ नामाइकिना ताइदो। नामाइकिना ताइदो भनेको चाहिँ ढिट व्यवहार अथवा खराब व्यवहार, कप्टी भन्नुपर्दा चाहिँ नामाइकिना ताइदो भनिन्छ। कप्टी स्वभावको, कस्तो ढिट रहेछ भन्दाखेरि चाहिँ।
त्यसै 560 मा छ इनुगा होइरु। इनुगा होइरु भनेको चाहिँ कुकुर भुक्को भने त्यसलाई इनुगा होइरु भनिन्छ। मा छ आना। आना भनेको प्वाल अथवा खाल्टो दुलो भन्दाखेरि चाहिँ आना भन्ने शब्द प्रयोग हुन्छ। सोराको जस्तै छ खान्दी चाहिँ हेर्दाखेरि। त्यस्तै 565 मा छ उमेरु। उमेरु भनेको पुर्नु। आनागा उमेरु भनेको प्वाल पुर्नु खाल्टो पुर्नु भन्दाखेरि चाहिँ उमेरु भन्ने शब्द प्रयोग हुन्छ। त्यस्तै 563 मा छ इकुजी। इकुजी भनेको चाहिँ बच्चा हुर्काउने चाइल्ड केयर भनिन्छ नि, त्यसलाई इकुजी भनिन्छ। त्यसै 564 मा छ सोदाते। सोदाते भनेको नि हुर्काउनु हो, बच्चालाई हुर्काउनु पर्यो भन्दाखेरि चाहिँ सोदाते भनेर भनिन्छ। त्यस्तै 565 मा छ यौजी। यौजी भनेको चाहिँ सानो बच्चालाई पनि यौजी भनिन्छ। यो 3टा यौजी छन्, यिनीहरूको फरक फरक खान्जी छन् र यिनीहरूको मिनिङ अर्थ पनि फरक फरक हुने भएकाले यसलाई विशेष ध्यान दिनुपर्ने हुन्छ। जस्तो कि यो 565 को यौजी चाहिँ सानो बच्चालाई पनि यौजी भनिन्छ। त्यसै 566 मा छ अर्को यौजी, त्यो चाहिँ दाँत कोच्ने तुतपिन हुन्छ, घोत्ने अथवा खाना अड्काएछ केही भएको छ भने त्यो दाँत कोट्याउने सिन्कोलाई पनि यौजी भनिन्छ। त्यस्तै अर्को 567 मा छ यौजी भनेको छ अर्को, त्यो भनेको चाहिँ आफ्नो काम पर्सनल कामलाई पनि यौजी भनिन्छ। अब 568 मा छ अर्को सेइचौसुरु। सेइचौसुरु भनेको चाहिँ विकास हुनु, ग्रो हुनु भन्दाखेरि चाहिँ सेइचौसुरु भनिन्छ। 569 मा छ नादेरु। नादेरु भनेको चाहिँ माया गरेर छुनु अथवा सुमसुम्याउनु भन्दाखेरि नादेरु भन्ने शब्द प्रयोग हुन्छ। सानो नानीहरूको कपाल सुमसुम्याउँदा अथवा कुकुरहरू पनि कपाल सुमसुम्याउँदा उसलाई छुनुलाई चाहिँ नादेरु भनिन्छ। त्यस्तै 570 मा छ ताताकु। ताताकु भनेको चाहिँ पिट्नु। चाहिँ 71 मा छ बुचु। बुचु भनेको चाहिँ ठोकिनु। यो चाहिँ प्रहार गर्नु भन्दाखेरि पनि बुचु भनिन्छ। यो बुचुका मिनिङहरू 3-4वटा छन्, यो खान्जी अनुसार फरक पनि हुन्छ। बुचु भनेको अहिले चाहिँ हामीले ठोकिनु अथवा हिर्काउनु, प्रहार गर्नु भनेर सम्झिन्छौँ यो खान्जीले चाहिँ। त्यस्तै अर्को इताजुराओ सुरु भनेको छ। इताजुराओ सुरु भनेको शरारत गर्नु। यो चाहिँ बच्चाले चकचक गर्ने, शरारत गर्ने भन्ने हुन्छ नि, दुःख दिने, त्यसलाई चाहिँ इताजुराओ सुरु भनेर भनिन्छ। त्यसै 573 मा छ तेओ चुनागु। तेओ चुनागु भनेको चाहिँ हात समाउनु, हात समाएर हिँड्नु भन्दाखेरि चाहिँ तेओ चुनागु भनिन्छ। त्यस्तै अर्को 574 मा छ तेओ हानासु। तेओ हानासु भनेको चाहिँ हात छोड्नु, ते भनेको हात भइगयो, पछाडि हानासु भनेको चाहिँ हाना रेता टाढिनुको खान्जी छ। हात टाढिनु भनेकै हात छोडिने भयो, त्यो भनेको चाहिँ तेओ हानासु खान्जी सम्झिनलाई सजिलो हुन्छ। त्यस्तै 575 मा छ इनुओ खाउ। इनुओ खाउ भनेको चाहिँ कुकुर पाल्नु। यो इनुको ठाउँमा नेको खाउ भनेको भए बिरालो पाल्नु भन्ने हुन्थ्यो, उसियो खाउ भनेको भने गाई पाल्नु भन्ने हुन्छ। हो त्यस्तै खाउ भनेको चाहिँ पाल्नु भन्ने हुन्छ। त्यसै 576 मा छ इनुओ एसाओ यारु। इनुनी एसाओ यारु भनेको चाहिँ कुकुरलाई खाना दिनु। एसा भनेको चारो हो, अब इनुनी एसाओ यारु भनेको चाहिँ कुकुरलाई चारो दिनु अथवा खाना दिनु भनेर भनिन्छ। त्यसै 577 मा छ खाइजेन। खाइजेन भनेको सुधार अथवा इम्प्रुभमेन्ट गर्नु। 578 मा छ सुनाओ। सुनाओ भनेको सोझो, अनेस्ट भन्छौँ नि हामी, त्यसलाई चाहिँ सुनाओ भनिन्छ। त्यसै 579 मा छ
केही खाएको हो तातेरू, केही खाएको हो तातेरू भनेको चाहिँ योजना बनाउनु, प्लान बनाउनु भन्दाखेरि चाहिँ केही खाएको हो तातेरू भनिन्छ। त्यस्तै 580 मा छ किनौ। किनौ भनेको हिजो, अथवा यसलाई साकुजिचु पनि भनिन्छ। किनौलाई साकुजिचु भनेर पनि भनिन्छ। खान्जी एउटै हो तर भन्ने तरिका फरक हुन्छ। त्यो पनि हिजो नि अथवा योभन्दा अगाडिको दिनलाई चाहिँ साकुजिचु अथवा किनौ भनिन्छ। यो त हामीले पहिलेदेखि नै बुझिरहेको खान्जी हो, तर यस पछाडिको मिनिङको लागि मैले यो राखेको छु। 581 मा छ ओतोतोई। ओतोतोई भनेको अस्ति अथवा अस्तिको दिन भन्नुपर्यो भने ओतोतोई भनिन्छ, हिजोको हिजो। त्यसै 582 मा छ साकी ओतोतोई। साकी ओतोतोई भनेको चाहिँ हिजो, हिजोको हिजो ओतोतोई भयो। त्यसको फेरि हिजो भन्नुपर्यो भने चाहिँ साकी ओतोतोई भनेको 3 दिन अगाडि। 583 मा छ आसिता। आसिता भनेको भोलि, यो त हामीले पहिलेदेखि नै बुझिसकेको थियौँ। र 584 मा छ आसाते। आसाते भनेको पर्सि, यो पनि पहिले नै पढिसकेको कुरा हो। अब नयाँ कुरा चाहिँ 585 मा छ सियासाते। सियासाते भनेको 3 दिन पछाडि, भोलिको भोलि पर्सि भयो, पर्सिको पनि फेरि भोलि गर्दाखेरि सियासाते हुन्छ। त्यसै 586 मा छ गान्जिचु। गान्जिचु भनेको चाहिँ जनवरी 1 तारिक, नयाँ वर्षको सुरुको दिनलाई चाहिँ गान्जिचु भनिन्छ। त्यस्तै 587 मा छ गान्तान। गान्तान भनेको चाहिँ नयाँ वर्षको बिहान, बिहानको समय। यो खान्जी हेर्दाखेरि पनि मात्र गान्जिचु भनेको चाहिँ पुरा दिन, नयाँ वर्षको पुरा दिनलाई 1 तारिक, जनवरी 1 तारिक पुरालाई चाहिँ गान्जिचु भनिन्छ। त्यसै 587 मा छ गान्तान। गान्तान भनेको चाहिँ नयाँ वर्षको बिहान, त्यही निचेलाई आदि बनाए जस्तो देखिरहेछ, काटे जस्तो खान्जी भइरहेछ। त्यसरी पनि हामीले खान्जी सम्झिन सक्छौँ। 588 मा छ ज्युजुन। ज्युजुन भनेको चाहिँ ज्यौजुन भनेको चाहिँ महिनाको 1 गतेदेखि 10 गतेको समयलाई चाहिँ ज्यौजुन भन्छ। यो भनेको चाहिँ जस्तो कि अहिले सिगाचु चल्दैछ भने गोगाचुको पहिलो सुरुवाती समय अथवा गोगाचुको सुरुमा भन्नुपर्यो भने चाहिँ 1 गतेदेखि 10 गतेसम्मको समय भयो, त्यसलाई चाहिँ ज्यौजुन भनिन्छ, ज्यौजुन भनिन्छ। त्यसै 589 मा छ स्योजुन। स्योजुन भनेको चाहिँ यो महिनाको बिचसम्ममा भन्नुपर्यो भने अथवा 20 गतेसम्ममा भन्नुपर्यो भने, त्यो 20 गतेभित्रमा कुनै दिन भन्नुपर्यो भने चाहिँ स्योजुन भन्ने शब्द प्रयोग हुन्छ। त्यसै 590 मा छ गेजुन। गेजुन भनेको चाहिँ महिनाको अन्तिमतिर भन्नुपर्यो भने, अथवा 21 गतेदेखि 21 तारिकदेखि मसान्तसम्मको अन्तिम दिनसम्मको समयलाई चाहिँ गेजुन भनिन्छ। यो महिना अनुसार चुकाइ हुन्छ, प्रयोग हुन्छ। महिनाको सुरुवातमा अथवा बिचभरिमा र अन्तिम समयमा भनेर यी 3टा शब्द प्रयोग हुन्छ। त्यसै 591 मा छ गेचुमाचु। गेचुमाचु भनेको चाहिँ मसान्तको दिन, महिनाको अन्तिम दिनलाई चाहिँ मसान्त भनिन्छ, त्यसलाई चाहिँ गेचुमाचु भनेर भनिन्छ। त्यसै 592 मा छ सिकुजिचु। सिकुजिचु भनेको चाहिँ सार्वजनिक बिदा, यो पब्लिक होलिडे भनौँ न, होलिडेलाई चाहिँ सिकुजिचु भनिन्छ। त्यस्तै 593 मा छ साइजिचु। साइजिचु भनेको पर्व, माचुरी नोही भने जस्तै साइजिचु त्यो फेस्टिभल पर्व भयो, चाडपर्वको दिनलाई चाहिँ साइजिचु भनिन्छ। छुट्टीको दिन भनौँ अथवा छुट्टी नभए पनि पर्वको दिनलाई चाहिँ साइजिचु भनिन्छ। त्यसै 594 मा छ साकुनेन। साकुनेन भनेको चाहिँ गत वर्ष, क्युनेन भन्नु र साकुनेन भन्नु एउटै हो, खान्जी पनि एउटै छ। साकुनेन भनेको लास्ट इयर, पोहोर भनौँ नेपालीमा। त्यस्तै 595 मा छ ओतोतोसी। ओतोतोसी भनेको चाहिँ अघिल्लो वर्ष भनेको पोहोरको पोहोरभन्दा 1 वर्ष अगाडि, परार भन्नुपर्दा भने चाहिँ ओतोतोसी भन्ने शब्द प्रयोग हुन्छ। परार भन्नु, नेपालीमा परार भन्छौँ हामी, त्यसलाई चाहिँ ओतोतोसी भनिन्छ। 1 वर्ष, पोहोरको 1 वर्ष अगाडि खान्जी पनि इची छ, पोहोरभन्दा अगाडि इचीको खान्जी छ भन्नु र ओतोतोसी भनेको
अघिल्लो वर्ष, पोहोरको अघिल्लो वर्ष भनेर सम्झिनुपर्छ। त्यस्तै 596 मा छ साराइनेन भनेको चाहिँ अर्को वर्षपछि भनेर लेखा छ। त्यो भनेको चाहिँ राइनेन भनेको आगो भइगयो, साराइनेन भनेको चाहिँ नेपालीमा त त्यो शब्द छैन होला। आगो भनेको आउने वर्ष, आउने वर्षको फेरि आउने वर्ष भन्नुपर्ने चाहिँ साराइनेन भनिन्छ। त्यसै 597 मा छ सेनसेनगेचु भनेको चाहिँ आजभन्दा 2 महिना अगाडिलाई चाहिँ सेनसेनगेचु, दुईवटा सेनसेनगेचु भनेको छ। त्यो चाहिँ आजभन्दा 2 महिना अगाडि। त्यस्तै 598 मा छ सेनसेन्स्यु भनेको चाहिँ 2 हप्ता अगाडि। कोन्स्यु भनेको यो हप्ता, अहिलेको हप्ताभन्दा 2 हप्ता अगाडिलाई चाहिँ सेनसेन्स्यु भनिन्छ। त्यस्तै 579 मा छ साराइगेचु भनेको अर्को महिना पछाडि आउने महिना भनेको, राइगेचु भनेको आउने महिना, साराइगेचु भनेको चाहिँ आउने महिनाको फेरि आउने महिना। त्यस्तै 600 मा छ साराइस्यु भनेको चाहिँ अर्को हप्ता पछाडि। राइस्यु भनेको आउने हप्ता, साराइस्यु भनेको चाहिँ आउने हप्ताको फेरि अर्को आउने हप्ता भनेको 2 हप्ता पछाडि भन्नुपर्यो भने चाहिँ साराइस्यु भनिन्छ। ल यो सँगै JLPT यान्त्रिका 1000 प्लस मिनिङहरूमध्ये पार्ट 6 अन्तर्गत अरू 100 वटा मिनिङहरू पनि पुरा गरेर अहिलेसम्म हामीले जम्मा 600 वटा मिनिङ पुरा गरेका छौँ। आउने मिनिङका भिडियोहरूको लागि, आउने पार्टहरूको लागि च्यानल सब्सक्राइब गर्नुहोस्। त्यस पछाडि फेरि हामी ग्रामर र मक टेस्टका भिडियोहरू पनि राख्नेछौँ JLPT यान्त्रिक अन्तर्गत। त्यस पछाडि फेरि अरू N4 अथवा N5 का भिडियोहरू पनि मिनिङका खान्जीका भिडियोहरू पनि आउनेछन्। त्यसको लागि च्यानललाई सब्सक्राइब गर्नुहोस्। JLPT यान्त्रिकको तयारी गर्दै गर्नुभएका साथीहरू हुनुहुन्छ भने उहाँहरूलाई भिडियो सेयर गर्न सक्नुहुन्छ। खान्जीका भिडियोहरू पनि अलरेडी राखिसकेको छ, त्यो सजिलो तरिकाले मक टेस्ट तरिकाले राखेको छ, टेस्ट हुने गरी। त्यसले गर्दाखेरि हामीलाई अलिक सजिलो हुन्छ कि सम्झिनलाई सजिलो हुन्छ कि जस्तो लागेको छ त्यो खान्जीको भिडियोहरू हेर्दाखेरि। अब खान्जी पनि महत्त्वपूर्ण हुन्छ JLPT यान्त्रिकमा त। त्यसले गर्दाखेरि साथीहरूलाई पनि सेयर गर्नुहोस् र आउने एक्जामको लागि बेस्ट अफ लक। भिडियो अन्तिमसम्म हेर्नु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद।